हेलो गाइज वेलकम टु माई न्यू ब्लग। अनि फेरि म अर्को ब्लग लिएर आएको छु। योभन्दा अगाडि तपाईँहरूले सिक्किमको ब्लग हेरिसक्नुभयो होला। अनि फेरि आज म नयाँ ब्लग लिएर आएको छु। अनि नयाँ ब्लगमा चाहिँ हामी कहाँ जाँदैछौँ भन्ने कुरा तपाईँहरूले थम्बनेल हेरेर थाहा पाइसक्नुभयो होला। आज हामी दार्जिलिङ हिँडेको। अनि आज हामी बाटोमा छौँ। हामी कहाँ आइपुग्यौँ होला अब? अनि यता चाहिँ हाम्रो फुपू हुनुहुन्छ, अनि यता ठुली मम्मी, अनि यता म, अनि यता चाहिँ हाम्रो ड्राइभर दाइ हुनुहुन्छ। अब म चाहिँ तपाईँहरूलाई दार्जिलिङ पुगेपछि त्यहाँको सबै कुराहरू देखाउने छु। भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला। अहिले चाहिँ अब हामी खरसाङको उकालो लाग्यो। अनि तपाईँहरूले अगाडि देख्न सक्नुहुन्छ। हजुर पङ्खाबारीको उकालो। हजुर तपाईँहरूले अगाडिको रोड देख्न सक्नुहुन्छ, पुरै उकालो छ। अनि यता चाहिँ अब सबैको आँखा टिम्डी टिम्डी हुन लागिसक्यो। निदाउनुहुन्छ कि नै हजुर फुपू? हजुर त निदाउनुहुन्छ। तपाईँहरूले बाटो देख्न सक्नुहुन्छ। तपाईँले अहिले यहाँको रोड चाहिँ देख्न सक्नुहुन्छ, एकदमै क्लियर छ। अनि उकालो, त्यो उकालोमाथि घुम्ती छ। एकदमै हामीलाई चाहिँ रमाइलो भइरहेको छ अहिले। एकदमै रमाइलो रहिरहेको। हजुरलाई कस्तो लाग्यो? हजुर कति यो पटकको? यो बाटो त घरबाट होइन, लेकिन कुहिरो लाएर केही देखिन कि थ्याङ्क यू। दार्जिलिङ आएको हजुर कति पटकको? ठुला बाहरू यतै बस्नुहुन्छ। अनि दार्जिलिङ चाहिँ ठुलाहरूको चाहिँ यसो चिया खाना ठाउँ हो कि नै? बाटोमा जाँदा यस्तो राम्रो यहाँ सिक्किमको जस्तै चिया बगान देख्यौँ। तपाईँले देख्न सक्नुहुन्छ। अहिले हामी यही बाटो फर्कियो भने चाहिँ माथि जानुपर्ने। त्यसमा माथि गाउँ रहेछ। अनि तल बजार, तल चाहिँ सिक्किमको जस्तै पुरै चिया बगान छ। वासरुमको लागि झरेछौँ। अनि दाले चाहिँ हामीलाई यहाँ ल्याएर रोक्नु भएको छ। यता भित्र हजुर दाले एकदमै राम्रो चलाउनु भएको छ होइन। भर्खरै हेर्दाखेरि युवा हुनुहुन्छ। अनि जेनजीको पावर देखाउनु अघि बल्ल 28 वर्ष अरे यस्तो पाहाडको रोड यस्तो दामी चलाइराख्नु पर्ने। अहिले चाहिँ हामीले यहाँ चिया खान लगाएको। अब हामी चिया खाएर चाहिँ फेरि दार्जिलिङको यात्रामा हिँड्न लाग्यो। अनि हामीले चिया खाएको ठाउँ चाहिँ यही हो, समृद्ध टी होटेल भन्ने ठाउँ, होम भन्ने ठाउँमा। यो हामी आएको गाडी चाहिँ यो हो। तपाईँहरूले चाहिँ यहाँ देख्न सक्नुहुन्छ। ल अहिले चाहिँ हामी बतासे डाँडा आइयो। अहिले चाहिँ हामी बतासेको मारमेमरी भन्ने ठाउँमा आइसकेको। हजुर तलबाट चाहिँ उठ्दै देखा देखाउनु पनि एउटा चाहिँ माथिबाट गर्थ्यो भने तलबाट आएको। यो चाहिँ यहाँ ठुलो फैलिरहेको छ तल चाहिँ हामीले हेर्न आल्यौँ। ल उतार चाहिँ रेल आउँदैछ साउन्ड निकाल्दै। ट्याक्कै यता आउने बेला चाहिँ त्यहाँ चाहिँ के हो, रेल चाहिँ रोकियो मजाले। अहिले चाहिँ हामी फोटोसोटो खिचिसक्यौँ। अनि त्यहाँ चाहिँ हजुर यो वारमा जति नि यो इन्डिया आजाद हुँदादेखि लिएर अहिलेसम्म हजुर सबको यहाँ जुन चाहिँ शहीदहरूको ठिक छ। अनि अब चाहिँ हामी यहाँ घुम्न लाग्यो। अनि त्यो ट्रेनमा चाहिँ मान्छेहरू अघि नै गएको ट्रेन हो, त्यो चाहिँ त्यो सब झरिसक्यो। अहिले चाहिँ यहाँ चाहिँ एक राउन्ड लाँदो रहेछ। अनि यहाँ चाहिँ कपडाहरू पनि किनेर फोटोसोटो सुट गर्न मिल्दो रहेछ। माथि चाहिँ एउटा ठुलो होटेल देखियो यहाँ। कति जाने हो? अन्त ढाका टोपी हेरौँ त्यहाँ। ढाका टोपी हेरौँ सरलाई। अनि टोपी भन्थे अस्ति प्लान थिएँ, फोटो देखाएको थिएँ, फोटो पठाइदिएँ। यता छ कि नि
अहिले चाहिँ हामीले फोटोसोटो खिच्यौँ त ट्रेनमा एक दुईवटा अनि फेरि अझै अर्को ट्रेन आयो त अगाडिपट्टि फेरि अगाडि त ढोकामा झुन्डेर फोटो खिच्ने भन्दै हुन्छ अब ढोकामा झुन्डेर एक दुईवटा फोटो खिच्छ अनि तपाईँहरूलाई चाहिँ म अब यहाँको एक दुईवटा सिनेमेटिक भिडियोहरू देखाउँछु ल अहिले चाहिँ हामी यता यो चाहिँ बजार सबै घुमेर आइसक्यौँ अनि बतासे भन्ने ठाउँ चाहिँ अनि धेरै भिडले हामीले फोटोसोटो खिच्न नि पाइएन अब चाहिँ हामी अर्को ठाउँमा जान्छौँ अनि बजार चाहिँ यो भिड चाहिँ एकदमै भिडको कारणले धेरै घुलमिल हुन नि पाइएन ठाडो मोमा निकै भिडियो गर्ने कुरो नि भने जस्तो भिडमा अनि अलिअलि खिचेको छु सिनेमेटिक भिडियोहरू त्यो पनि हेर्दै गर्नु होला ट्रेन यसो चढियो हजुर अब चाहिँ हामी यहाँ निक्न लाग्यो अनि यो चाहिँ मार्केट हो सानो मार्केट रहेछ चाहिँ हामी चाहिँ एउटा ढाकाको टोपी खोजेको तर यहाँ पाइएन अब चाहिँ रोडको मार्केटमा चाहिँ हेर्नुपर्ने हुन्छ टोपी पाइन्छ कि पाइएन ल हामी चाहिँ बजार सजार घुमेर माथिको दार्जिलिङको यो के अरे बतासे बजार चाहिँ घुमेर आइसक्यौँ अब चाहिँ हाम्रो गाडी भएको ठाउँमा हिँड्लाको हामी चाहिँ अनि अहिले चाहिँ हामी मेन रोडमा छौँ तपाईँहरू देख्न सक्नुहुन्छ अब चाहिँ मेन दार्जिलिङ जाँदैछौँ हामी चाहिँ माथि घुमेर आइयो अब चाहिँ हामी मेन दार्जिलिङ बजार हिँड्नेछौँ हामी चाहिँ 5 मिनट जति हिँड्यौँ होला मेन रोडमा चाहिँ गाडी खोज्दै गाडी चाहिँ हाम्रो पार्किङमा थियो तल अब सिधै दार्जिलिङ गएर भेट्नुपर्छ अहिले चाहिँ रेल हिँडिरहेको छ बाटोमा तपाईँहरूले देखिसक्नुहुन्छ यहाँ चाहिँ ल अहिले चाहिँ हामी दार्जिलिङको रेलवे स्टेसनमा आइसकेका छौँ अनि माथि बतासे बजारमा चाहिँ हिँडेर ट्रेन छुटेर जाँदो रहेछ तपाईँहरूले देख्नुहुन्छ अनि यहाँ चाहिँ पुरै रेलवे स्टेसन अनि माथि चाहिँ उसले चाहिँ के अरे रिपेयर गर्ने ठाउँ रहेछ हजुर अहिले चाहिँ हामी मन्दिरमा आइसक्यौँ अनि दाइ चाहिँ हाम्रो गाडी पार्किङ गर्दै हुनुहुन्छ दाइ चाहिँ जवान हुनुहुन्छ जेन्जी नै हो मेरो उसको हे तेरिका ए अङ्कल मान्छे हेर्नु न हो भयो जान भयो जान भन्नु अन्त कि मन्दिर आएको भयो चढ्दिनु ल अहिले हाम्रो यहाँ प्रसाद किन्न लाग्यो अनि आज किन्दै हुन्छ अब हामी यहाँबाट चाहिँ माथि खुट्टा लिएर जानुपर्ने हुन्छ हामी चाहिँ गाडी अब त्यो क्याप्राको दाइ चाहिँ हाम्रो दाइ हो ड्राइभर दाइ हो अब माथि जाँदै त अहिले चाहिँ हामी अब मन्दिरमा हिँड्न लाग्यो ल मन्दिर प्रस्थान गर्दैछ हामी चाहिँ मजाले यो हातमा प्रसाद यो के हो यो त्यहाँ जाँदै हामीले ठुलो आमाले चाहिँ कलश लिएर हिँड्नुभयो फुपूले नि उता पूजा गर्ने सामग्री ठुला भए चाहिँ अघि हिँड्नुभयो अनि ऊ त्यो चाहिँ गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन रहेछ ऊ त तपाईँहरूले देख्नुहुन्छ म यसलाई जुम गर्छु अब एकछिनमा अनि त्यो भइहाल्यो अनि त्यसपछि यो चाहिँ यहाँ चाहिँ ब्याडमिन्टन भइरह तपाईँहरूले देख्नुभयो होला यहाँ चाहिँ ठुलो ब्याडमिन्टन गेम भइरह चाहे टुर्नामेन्टै होला अनि यो चाहिँ एक स्तूपा जस्तो के हो थाहा भएन अब हामी माथि जाऊँ है त अहिले चाहिँ हामी सिडी चढ्दा माथि आउन लागिसक्यो मन्दिरमा चाहिँ पछाडिदेखि त ठुलो आउँदै हुनुहुन्छ हामी चाहिँ म चाहिँ अघि हिँड्यो अनि यो चाहिँ थरै लाग्यो छेउसम्म उस टाँगे छ यो बुद्धको उसो हामी चाहिँ ट्याक्क लाएर आयो मन्दिरमा चाहिँ अब हामीले यहाँ जुत्ता खोलेर हामीले उता तल जुन मैले देखाएको थिएँ तपाईँलाई गोर्खाली के प्रशासन हान्ने त्यो के को मन्दिर हो मैले भोलि अब हामी चाहिँ यता र राउन्ड अप हान्दा त्यहीँ जानुपर्ने हुन्छ यता चढ्ने उता झर्ने ल अब चाहिँ हामीले यहाँ जुत्ता खोलेर हामीले झोला ल्याउनु पर्दो रहेछ नि जुत्ता हाल्नु हुन्थ्यो अब चाहिँ हामी यहाँ जुत्ता यहाँ खोल्छौँ मैले यहाँ खोलेर अनि हामी चाहिँ पूजामा जान्छौँ र हामीले चाहिँ हाम्रो 3 जनाको जुत्ता यहाँ राख्यौँ अनि फुपूले चाहिँ यहाँ राख्नुभएको छ मैले फुपू पनि यतै राखिदिन्छु र हामी फुपू पनि होइन ल हामी सबै हाम्रो 4 जनाको जुत्ता त यहाँ छ अब हामी चाहिँ हिँड्यौँ भित्र फुपू चाहिँ अघि गइसक्नु गणेशको पूजा गर्ने भन्दै हामी चाहिँ हातमा यो लिएर हिँडिरहेको छौँ फोटो लाउँछ अनि हाम्रो सुब्बाको मलाई लिएर पूजापाठ गरेर अहिलेसम्म त्यतिकै छ त्यही चाहिँ मैले हेरेको पनि छैन
के छ खाइदे ल यसलाई हेर्नु न गयो हामी चाहिँ यहाँ पूजा गर्दैछौँ पूजा गरिरहेको यो चम्चालाई हेर्नु गयो हजुर 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 यो सेम मूर्ति वहाँ गोर्खामा बनाउँछ सेम त्यसले त केरा चोर्यो जा जा खसे त्यसको त दिनु त ऊ त दिन्छ त्यस्तै खसाले गयो के दिन्छ खानु दिने ल यता चाहिँ हाटेको भइसक्यौँ अब चाहिँ हामी अर्को ठाउँमा जानुपर्ने हुन्छ बाँदर है बच्चाले बोकेर हिँडेर यो चाहिँ हाम्रो मेन मन्दिर रहेछ यो चाहिँ गणेशको मन्दिर अनि अब चाहिँ हामी त्यहाँ जानुपर्ने हुन्छ उँधो भित्रको चाहिँ महाकाल बाबाको मन्दिर रहेछ अनि यो एकदमै ठुलो छ हामी आधी घन्टा चाहिँ यहाँ पूजाहरू गर्छौँ होला अनि त्यसपछि चाहिँ हामी त्यही तल जानुपर्ने हुन्छ मेन मन्दिरमा पूजा गर्न आयौँ यहाँ चाहिँ भिक्षु प्लस पण्डितहरू जति पूजा हुँदै थियो अनि हामीहरू चाहिँ यसो प्रार्थना गरेर बसिरहेका थियौँ अनि लगभग हामी चाहिँ यहाँ 4-5 मिनट यतिकै बसिरह्यौँ अनि त्यसपछि पूजा भइयो र तलतिर भित्र पूजा निकिसक्यौँ प्रसाद चढाएको प्रसाद यिनीहरूले लट्टु हान्यो यहाँ सबै तिनजनाले बिचारै यो भोकै अहिले पाएन रानिदिनुपर्ने हुन्छ अनि यता चाहिँ दियोहरू छ पुरै सायद यहाँलाई दियो किनेर यता लडा पाल्ने हो कि त्यो त मलाई थाहा भएन अनि अहिले चाहिँ हामीले अगरबत्ती बालेर पूजा गर्दैछौँ अगरबत्ती चाहिँ सबैले बालेको अनि यो चाहिँ मैले हातले रोल गर्दै हिँडिरहेको थिएँ यो चाहिँ मन्दिरको पुरै चारैतिर यस्तै थियो ठुलाबा चाहिँ अघि अघि हुन्थ्यो म चाहिँ पछि पछि थिएँ गरेर भ्याइयो अब चाहिँ हामी चाहिँ अर्को मन्दिरमा कुन मन्दिर हो अब जूतिर जानु अब हामी चाहिँ जूतिर गइन्छ होला अब चाहिँ हामीले यो हाम्रो चाहिँ आफ्नो मनका इच्छा आकांक्षा भावना सबै व्यक्त गरियो सोल्टी ल गइयो बाई गर्दै ल अहिले चाहिँ हामी यस्तो रमाइलो गरेको अहिले चाहिँ हामी मन्दिरबाट निस्किसक्यौँ अब हामी चाहिँ जूतिर गइन्छ अहिले चाहिँ हामी माथिको दार्जिलिङ पुरै घुमेर चाहिँ अब हामी घर फर्किन लागेको अनि घर फर्किँदाखेरि चाहिँ हामी अर्को रुट जान्छौँ होइन चाहिँ हामी अर्को रुट आएको थियो भने अहिले चाहिँ फरक रुट जान्छौँ र त्यो रुट चाहिँ कुन भन्दाखेरि मैले भुलेँ कुन रुट आएको त्यही रुट जान्छौँ अनि अहिलेको मौसम भन्नुपर्दा चाहिँ पुरा 81 चेन्ज भयो होइन बाहिर देख्न पुरै कुहिरो लाग्यो अनि हल्का हल्का शीत पनि परिरहेको मौसम चाहिँ एकदमै जाडो छ यहाँ चाहिँ अहिले गर्मीको सिजन छ तर यहाँ चाहिँ जाडो भइरहेको अनि गाडीहरू टुरिस्टहरू नि आउने घुइँचो बढिरहेको छन् यता
तपाईँले 1-2टा सिनेमेटिक भिडियो पनि हेर्नु होला। अहिले चाहिँ हामी यहाँ नास्ता खानलाई होटेलमा आइसकेका छौँ अनि अहिले चाहिँ जाडो भयो अनि ठुलो मम्मीहरू त्यहाँ बस्नुहुन्छ रबाट यहीँ अनि हामीले चाहिँ अर्डर दिइसकेका छौँ 3टा चिकन थाली अनि मोमोहरू। एउटा दिनमा घुम्नमा एउटा दिनमा घरमा टेन्सन। ल चाहिँ मैले घर फोन हान्दैछु यहाँ हाम्रो फ्यामिली ग्रुपमा। ल अहिले चाहिँ हाम्रो कस्तो आइफोन कस्तो हल्लिएको आइफोन हल्लियो के गरिस् के गरिस् खाना आइसकेको छ ठुलाबाको खाना यता चाहिँ मेरो खाना यता चाहिँ दाईको खाना छ। दाई हजुरको नाम भनिदिइहाल्नु त। मेरो नाम चाहिँ चन्दन दास। चन्दन दास हजुर हामीलाई दिउँसो दाइले गाइड गर्नु होटेलबाट आफ्नो पेट पूजा गरेर चाहिँ अहिले फेरि अब आफ्नो घरतिर जान लाग्छौँ अनि अहिले चाहिँ जाडो भएर मैले यसो ज्याकेट स्याकेट पिन्दिसकेको छु। यता ठुलोले मत्र गर्नुभयो फुपूले नि मत्र गर्नुभयो ठुलाबाले ज्याकेट अनि अघिदेखिको भन्दा झन् कुहिरो लगाएको छ। अहिले यस्तो मौसम खुला जस्तो गरेको थियो अनि अहिले चाहिँ यता उस लगायो। हामी घर जाने बेलामा चाहिँ एउटा बाटो घुम्ने ठाउँ रहेछ होइन यस्तो कि फेवाताल जस्तै लेक रहेछ। अब यहाँ लेकमा चाहिँ यसो हेर्छौँ देख्नु त देखिन्न सबै कुहिरो लाहा अब के हुन्छ है त। मिरिकको झाडा त्यस्तै कुन ठाउँमा आछौँ तपाईँहरूले देख्न सक्नुहुन्छ। पछाडि चाहिँ यो चाहिँ ताल जस्तो रहेछ सानो सानो चाहिँ हामी यहाँको बजार घुम्न लाग्छौँ। हजुर किन सुत्नु भयो त नि गाडीमा? सुतिन म त सुत्नु भएन त्यस्तो नि लाउँदैन मलाई लाग्दैन बजारमा रातभरि सुतेको नि म। ठिक छ अब चाहिँ हामी यता घुम्नुपर्ने हुन्छ। भात खाएपछि त ठुला नि भात लाग्छ गाडीमा पुरा सुन्दिनु भयो यसो गर्नुभएको थियो खायो मैले यसरी हेरिरहेको थिएँ बेला बेलामा ठुलाबालाई पुरा सुनिदिइराख्नु थियो। यहाँको चाहिँ एउटा ठुलो ताल रहेछ तपाईँहरूले देख्नुहुन्छ मेरो पछाडि भ्यू तालहरू अनि यता पछाडि तालहरू देख्न सक्नुहुन्छ। अरू चाहिँ मुख्य त्यस्तो खासै छैन यहाँ चाहिँ। अब चाहिँ हामी जाडो घर जानु पर्ने हुन्छ।